हेलो गाइस, आज अलि ढिला निस्क्यो हो पानी परेको कारणले। जो पानी परेछ है हिजो र आज, बल्ल अहिले बेलुका चाहिँ अलिक कम भएको थियो। जान यार, जा हरन देखाएको ठाउँतिर पुरै रोड भिजा। त्यो पानीमा बाइकै चलाउनु मन नलाग्ने क्या, त्यो हिलो हुन्छ बाइक किलोमिटर। अरू चाहिँ खासै पसलको सामान लिन गयो हो, सक्यो भन्दै हुनुहुन्थ्यो, त्यही भएर अब यसो निस्क्यौँ भनेर आएको थिएँ। निस्क्यौँ भनेर हल्का राइड पनि हुन्छ जस्तो लाग्यो होइन, अनि त्यही भएर निस्क्यो हो। हिजो भर्खर दिएको एयर सर्भिसिङमा 10 किलोमिटर पुगिसकेको रहेछ। के गर्ने हो, कस्तो टाउको दुखाएर जस्तो भइरहेको यो चिसोले गर्दा। ममा बाटोको हालत त पुरै खतम भएको रहेछ, पुरै चिसो क्या। हो क्या, यही रिजन हो नि, मलाई चलाउनु मन नलाग्ने थियो यस्तो पानी पऱ्यो भने। पुरै बाइक छिटा फाल्दा हुन्छ क्या त्यो हिलोको, लुगा सबै फोहोर हुने। होप भोलि चाहिँ घाम लाग्छ होला। आमामा खेतीहरू चलाउनु थाल्यो खानु। ओहो, तर वेदर चाहिँ खतरा साफ आएको, एटलिस्ट धुलो त छैन मेरोमा। धुलो गर्दा पुरै आँखा पोलिन्थ्यो। अब त्यो त हतार भइरहेको थियो गाडीलाई, अब चाहिँ किन बिस्तारै चलाएर आउँछु नि। यताको रोड नै बनाएको पुरै अहिले, नत्र त आमामा यति सानो बाटो हुन्छ यहाँ त पुरै खतम क्या। अहिले त पुरै ब्रिज गर्दैछ उता पुरै। यो चाहिँ हाम्रो किर्तिपुरको रोड हो खासै, किर्तिपुरको भन्दा नि यो 10 निकाली चोकरबाट आउने, 10 निकालीबाट यता हाम्रो बल्कुतिर। फेरि यो रोड चाहिँ बनाएर धेरै राम्रो लाग्यो। अलिकति उता पछाडि चाहिँ बाँकी छ होइन, अब त्यो चाहिँ कहिले कम्प्लिट गर्ने थाहा छैन। त्यही हो, बिस्तारै गरिएला। शनिबार चाहिँ के फाइदा हो भने गाडीहरू एउटै चल्दैन, जाम हुँदैन। त्यो चलाउने भिडियो हुन्छन्। आमामा आज त मलाई हेर्नु पनि त्यो साह्रो भारी लागिरहेको हो, भारी लगाएर पुरै टाउको दुखिरहेको क्या। हिँड्न त 1.5 केजी मात्रै हो यार हेलमेट, अनि त्यही नै दुख्छ टाउको। चिसो चाहिँ चिसै छ हो, तर के भन्नु नि। आमामा कति साइडबाट चलायो पुरै। पानी परिस्थिति यो धुलो चाहिँ हुँदैन होइन, नत्र त आमामा धुलोले त पुरै आँखा पोल्ने क्या। आँखा पोलिसकेपछि है निन्द्रा लाग्दो जस्तो हुन्छ। त्यसपछि बाइकै चलाउनु मन नलाग्ने क्या। अब भोलिदेखि घाम लाग्छ, भोलिदेखि काममा हेर्नु पऱ्यो। 2 दिन चाहिँ यस्तो भइसक्यो, धेरै गर्नु हुँदैन। पैसा मात्र खर्च हो, घरमा बसिदियो त यो खानु मन लाग्छ, त्यो खानु मन लाग्छ, सबै चिज खाएको छ। त्यही भएर अब पुग्यो। म चाहिँ अहिले बल्खु चोक पुग्न लागिसकेँ। अगाडि चाहिँ बल्खु चोक हो।
पानी परे पनि अहिले पनि धुलो र धुलो आइरहेछ अहिले पनि यस्तो झन् पानी नपर्दा त के होला सोच्नु आफै धुलो चाहिँ कम कहिले हुँदैन यहाँ काठमाडौँमा महाराज यसले नै हो धुलोले गर्दा मरिन्छ मान्छे जाँदै यता त ओहो पानी पर्ने हो गाडी त आएन गाडी यता अब जान्छ पक्रेछ आजकल टाउको दियो भन्नाले हेर्नु त हावाले गर्दा पछाडि आउने बनाउँ है कस्तो परा हो यो ब्रेक पानीमा भिजेर त अर्को स्टोनमा स्टोन लगाइदिन्छ साइकल आफ्नो बाइक कुदाउनु सकेन मान्छेहरू साइकल उडाइ गइबस्छन् तर यस्तो किसिम त आरामले चलाउनु सक्यो अब यसले साइडलाई बाल्दैन है कता जानु खोज्यो ओके यस्तो बेलातिर यताबाट ओभरटेक गर्नु मन लाग्छ क्या है के गर्दैन यति गाडी चलाएर आउँछ ल्याउनु पऱ्यो ल केटा म चाहिँ सामान किनेँ अब पाएको